हेलो साथीहरू। आज हामी कुरा गर्नेछौँ सामान्य ज्ञानको जुन सिटिभिटीमा लेभल 4 मा सोधिएको हो र जिके अथवा सामान्य ज्ञान चाहिँ जुनसुकै विषयको लागि सेम हुन्छ। त्यही भएर मैले मेकानिकलको लागि साथसाथै अरू सबैले हुने गरी आज यो 25वटा जम्मा 50वटा क्वेसन मध्ये 25वटा डिस्कसन गर्नेछु है त। क्वेसन नम्बर 1 बाट क्वेसन नम्बर 1 मा के रहेको छ त, नेपालको पहिलो वैज्ञानिक कसलाई मानिन्छ? यसको सही एन्सर गहेन्द्र शमशेर नै हो है त। त्यस्तै विक्रम सम्वत 2083 वैशाख शुक्ल पूर्णिमा कतिऔं बुद्ध जयन्ती हो? अब बुद्ध जयन्ती हरेक वर्ष मनाइन्छ। 67 हो कि 68 हो कि 69 70 हो? यसको सही उत्तर 70 नै हो। त्यस्तै बालेन्द्र शाह युवा प्रधानमन्त्री बालेन्द्र शाह शपथ ग्रहण कार्यक्रम कहिले भएको थियो? यसको शपथ ग्रहण चाहिँ 2082 चैत 13 गते नै भएको। सम्झिँदाखेरि यसरी सम्झिनु, यहाँ पनि 2 छ, चैतको पनि 12 अनि 13, 12 13 सम्झे पनि हुन्छ। विक्रम सम्वत 2083 वैशाखमा जैविक विविधता तथा रेड पाण्डा थार अन्तर्राष्ट्रिय सम्मेलन नेपालको कुन जिल्लामा सम्पन्न भयो? यो चाहिँ खोटाङमै भएको थियो है त। यो सम्झिनुपर्ने कुरा हो। त्यस्तै क्वेसन नम्बर 5 मा हेर्नुहोस् त, जेन्जी पुस्ताले कुन उमेर जुन तेस्रो आन्दोलन भयो जेन्जी सबैजनालाई सर्च गर्नु कुन उमेरसम्म छ त? क्वेसन नम्बर सी हो। 1997 देखि 2012 सम्मको व्यक्तिलाई हामीले जेन्जी भन्छौँ। त्यस्तै क्वेसन नम्बर 6 मा के रहेको छ? 2030 असार 25 को सिंहदरबारमा आगलागी हुँदा नेपालको प्रधानमन्त्री को थिए? त्यतिखेरको प्रधानमन्त्री को थिए त? कीर्तिनिधि विष्ट नै थिए। त्यस्तै भ्रष्टाचार अनुभूति सूचाङ्क 2025 को अनुसार नेपाल कतिऔं स्थान रहेको छ? यो चाहिँ करेक्ट एन्सर 109 नै छ। 2024 सोध्यो भने यहाँ चाहिँ यो चाहिँ 107 हुन जान्छ। त्यस्तै क्वेसन नम्बर 8 मा के छ? 2025 को G20 शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो? यो चाहिँ दक्षिण एसियामा भएको हो। योभन्दा अघिल्लो सेटमा पनि हामीले यो क्वेसन फेला पारेका थियौँ। त्यस्तै क्वेसन नम्बर 9 मा हेरौँ त। क्वेसन नम्बर 9 मा के छ त? विश्वविख्यात दार्शनिक सुक्रात अथवा सोक्रेट्स भनौँ होइन, को जन्म कहाँ भएको थियो? यो मान्छेको जन्म चाहिँ ग्रिसमै भएको थियो। यसको जन्म ईसापूर्व 870 भनिन्छ होइन, त्यतिखेर एथेन्स सहरमा भएको थियो भनेर भनिन्छ होइन। त्यस्तै अब क्वेसन नम्बर अगाडि बढौँ। क्वेसन नम्बर 10 मा जाउँ। प्रतिनिधि सभामा वर्तमान उपसभामुख को हुनुहुन्छ? उपसभामुख भनेको चाहिँ उपसभामुख भनेको रुबी कुमारी ठाकुर भनेर भन्न सकिन्छ। यसमा ठाकुर छैन। त्यस्तै यदि तपाईँलाई सभामुख भनेर सोध्यो भने यसको एन्सर चाहिँ को हुन्छ त? डोल प्रसाद अर्याल हुन्छ है त, डिपी अर्याल भन्छौँ हामी। त्यस्तै क्वेसन नम्बर 11 मा हेरौँ। द डिसेन्ट अफ म्यान कृतिको लेखक को हो त? लेखक को हुन् त? चार्ल्स डार्विन हो कि ग्रेगर मेन्डल हो कि लेमार्क हो कि फ्रान्सिस क्रोइटर हो त? चार्ल्स डार्विन नै रहेछ ल। त्यस्तै अरुणा शाही कुन खेलसँग सम्बन्धित थियो? खेलाडी चाहिँ कुन खेलको खेलाडी चाहिँ अरुणा शाही चाहिँ हो त? यो चाहिँ सही उत्तर चाहिँ भलिबल नै हो त। कोरिया छ दारुमा। अब अगाडि बढौँ हामी। क्वेसन नम्बर 13 मा हो। नेपाली भाषाको पहिलो पाठ्य पुस्तकको रूपमा रहेको अक्षराङ्क शिक्षा कसले लेखेका हुन्? अब यसको सही उत्तर के हो त? भानुभक्त आचार्य हो कि पृथ्वीनारायण जय पृथ्वीबहादुर सिंह हो, मोतीराम भट्ट हो, लेखनाथ पौडेल हो? यसको सही उत्तर चाहिँ तपाईँले याद गर्नु जय पृथ्वीबहादुर सिंह होइन। महाभारत त्यसपछि महाभारत पर्वतको सबैभन्दा अग्लो भाग कुन हो? सबैभन्दा अग्लो भाग कुन हो? स्वर्गद्वारी हो कि शिवपुरी हो कि ट्याम्के हो कि शैली? सही उत्तर शैली हो। त्यस्तै तल दिइएको श्रृङ्खलालाई हिमाल बीच जोडा मिलाउनुहोस् भनेको छ। यसमा चाहिँ तपाईँहरूले श्रृङ्खलाहरू कञ्चनजङ्घा, महालक्ष्मी, रोडवाली, पुरास छ भने मकालु, गौरीशङ्कर, अब्बी र कुम्भकर्ण छ। यसमा चाहिँ तपाईँहरूले कञ्चनजङ्घालाई कसरी सम्झ्नु? जङ्गल कहाँ छ भने चाहिँ जङ्गलमा कुम्भकर्ण सुतेर बसेछ भनेर सम्झिँदा पनि ट्रिक लगाएको छ है त। त्यस्तै महालङ्गुर लङ्गुर भनेको एउटा जनावर हुन्छ होइन, लङ्गुरलाई कस्तो छ त? कालु छ भनेर।
त्यो रोलवालिङ र गोरुसँग हामीले पढिरहेको हुन्छौँ, त्यतिकै पनि याद हुन्छ। त्यस्तै गुराँस र अपी भनेको होइन, आँपको रुखमा गुराँस फल्यो भनेर सम्झ्यो। यसरी तपाईँले ट्रिक लगाउनुभयो भने एकको के भयो, 4 भयो। एकको 4 कुनमा छ त, बी र सीमा छ। त्यस्तै खको महालङ्गुरको के भयो, 1 भयो, खको 1 भनेपछि बी द करेक्ट एन्सर है त। यसरी तपाईँले ट्रिक लगाउनुहोस् है त। त्यस्तै भित्री मधेसमा पर्ने जिल्ला तलको मध्ये कुन, तलको मध्ये कुन जिल्ला हो त? उदयपुर हो। उसिम चिन्दासु भनेर हामीले ट्रिक बनाएको छौँ नि, उदयपुर, सीबाट त्यस्तै छ होइन। अरू मबाट मकवानपुर त्यस्तै गरी हेर्नुभयो भने तपाईँले उसिम चिन्दासु भनेर फर्मुला छ। त्यस्तै नेपालको करिब 2100देखि 3300 मिटरको उचाइमा पर्ने वनलाई के भन्छ? वन भने उचाइ अनुसार डिभिजन गरेको छ। यसमा चाहिँ मौसमी पतझर हो, उष्ण हो कि कोणधारी हो कि लेगाली हो, यसमा चाहिँ उसको लिटु भनेर एउटा ट्रिक छ, त्यो सम्झिँदा हुन्छ। यो चाहिँ कुनमा पर्यो त? फर्स्ट, सेकेन्ड, थर्डमा पर्यो। थर्ड भनेको उसको भनेपछि कोणधारीमा पर्यो। अप्सन सी द करेक्ट एन्सर। त्यस्तै फोक्से फोक्सुन्डो मात्रै लेखेको छ। ताल सम्बन्धमा तथ्यहरू उपयुक्त भन्नाले सही विकल्प छान्नुहोस् भनिन्छ। वाइ आकारको देखिने ताल यो ताल से फोक्सुन्डो राष्ट्रिय पर्छ भनिन्छ। ठिक छ यो त। यो ताल नेपालको सबभन्दा ठुलो त होइन, रारा रहेछ सबभन्दा ठुलो भयो भने क मात्रै ठिक हो, एक मात्रै ठिक हो भने अप्सन एमा करेक्ट एन्सर गर्नुहोस्। त्यसै साङ्गुनारायण मन्दिरको कसको पालामा बनेको? यो चाहिँ कसको पालामा बनेको हो त? नरेन्द्रदेवको पालामा बनेको। कसको पालामा हो? गेस गर्नुहोस् न तपाईँहरू। यसको सही उत्तर चाहिँ अप्सन सी द करेक्ट एन्सर, फान्देव हो है त। त्यस्तै अन्तिम किराँती राजा कसलाई मानिन्छ? हुमती हो कि स्टुङको हो कि गस्ती हो कि चिदिदास्ती हो? करेक्ट एन्सर छान्नुहोस् त। यसको सही उत्तर चाहिँ गस्ती हो भनेर भनेको छ। किराँत वंशको 29औँ राजा भनेर गस्तीले भनेको चाहिँ 29 नम्बरमा पढ्थ्यो चाहिँ गस्ती चाहिँ है त। त्यस्तै क्वेसन नम्बर 21मा हेर्नुहोस् त के भनेको छ? 3 जना राजाको शासनकालमा प्रधानमन्त्री रहने त्याय मध्ये को? अब यसमा चाहिँ दुईटा एन्सर छ है। यसमा एन्सर चाहिँ जङ्गबहादुर राणा, भीमसेन थापा, सत्यजन चौतारिया, सूर्यबहादुर थापा, 4टा अप्सन छ होइन। यसको एन्सर चाहिँ तपाईँले सूर्यबहादुर थापा र भीमसेन थापा पनि हुनसक्छ, किनकि चाहिँ दुईजना थियो 3जना राजाको पालोमा। तर लोकसभाले आधिकारिक मान्ने भनेको अप्सन सी नै हुन्छ, अर्थात् भीमसेन थापालाई नै सही एन्सर मान्छ। त्यतिखेर भीमसेन थापाले 3जना राजा को थियो त? राजा रणबहादुर शाह, दिवान युद्ध विक्रम शाह र राजेन्द्र विक्रम शाहको पालो, 3जनाको पालोमा चाहिँ राजा बसेका थिए, प्रधानमन्त्री है त। त्यस्तै क्वेसन नम्बर 22मा हेरौँ। वैष्णवी स्वरूपा नामले समेत चिने नेपालको नदी कुन? वैष्णवी स्वरूपा, यो त याद गर्नु पर्यो। वैष्णवी स्वरूपा, विष्णुको स्वरूप कसको थियो? कोशीको थियो कि माधीको थियो कि कालीगण्डीको थियो? यसको सही एन्सर चाहिँ सेती हो है त। त्यस्तै क्वेसन नम्बर 23मा हेर्नु। 4 वेद भन्ने तलको मध्ये कुन पर्दैन भनेको छ? 4 वेदमा के पर्छ ल भन्नुहोस् त? ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद भनेर पर्छ। तर आयुर्वेद भनेको ऋग्वेदकै एउटा उपवेद अथवा चिकित्सा विज्ञानको रूपमा लेखिन्छ। यो वेद चाहिँ होइन, त्यसकै उपवेद हुन्छ। यसकै चाहिँ उपवेदको, त्यही भएर आयुर्वेद चाहिँ होइन, बाँकी चाहिँ सबै हो। अब ऋग्वेद, यजुर्वेद, सामवेद, अर्को अर्थवेद, अथर्ववेद भनेर एउटा हुन्छ, 4वटा वेदमध्ये यसरी छ। त्यस्तै क्वेसन नम्बर 24मा हेर्नु। विश्व सम्पदा सूचीमा स्वीकृत सम्पदा मध्ये कुन हो? कुन स्वीकृत कुन हुन्छ अहिले? नुवाकोट दरबार, पनौती, खोकना र चाङ्गुनारायण। तपाईँलाई धेरैलाई थाहा होला, चाङ्गुनारायण नै हो होइन। त्यस्तै नेपालको कुन जातिलाई उराव समेत उराव? अब यसमा दिमाल छ, झाँगड छ, काम चेपाङ छ, कुन होला अप्सन? करेक्ट एन्सर के होला यसमा? सही एन्सर झाँकड नै छ। अब क्वेसन नम्बर 26 पनि आइसकेको छ, त्यो पनि हेरिहालौँ। 27बाट अर्को पार्टमा हामी हेर्नेछौँ। यसमा नेपालको दास प्रथा अन्त्य कहिले भयो? दास प्रथा अन्त्य 81मा भयो है, 1981मा भयो, चन्द्र शमशेरको पालामा दास प्रथा अन्त्य भएको हो। आजलाई यति राखौँ। तपाईँहरूको दिन शुभ रहोस् र यस्तै गरी तपाईँहरूले साथ दिँदै गर्नुहोला।
तयारीलाई झन् बलियो पार्दै जानु होला। थ्याङ्क यू सो मच।